जेल तोडेर त्यो पत्र पनि फेक भनिएको छ, त्यो विषयमा अहिले नबोलौँ होइन। फेरि हामीलाई पनि अब तपाईँलाई त छँदैछ, मलाई पनि त्यो प्रकारको आरआइपी आउन थाल्ला। तर सभापति रवि लामिछानेलाई निकाल्ने, यो आन्दोलनले सत्ता पल्टिन्छ, सिधै रासोपालाई रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन सकिन्छ। कस्तो प्लट बुनेको हो केटाकेटी जस्तो। त्यो गलत हो होइन। तपाईँ त व्यक्ति सुमना, त्यो दिनसम्म त स्थिति यो बनिसकेको रहेछ। सुमना त औपचारिक रूपमा मात्रै, प्राविधिक रूपमा मात्रै रासोपा नि। तपाईँ त बाघको छालामा स्यालले रजाइ गरिरहनु भएको रहेछ नि। कैसा लगा मेरा मजाक? किनभने पार्टीको धारणा त बैठकपछि आउने हो। व्यक्ति नारायण काजी श्रेष्ठ चाहिँ जो राष्ट्रपतिले कदम चाल्नुभयो, जुन सरकार बन्यो, संविधानको जे धारा टेकेर संसद विघटन गरियो, योसँग सहमत हुनुहुन्छ होइन? मैले यस्तो प्रस्ताव राखेको थिएँ पहिला नै, राष्ट्रपतिले कदम चाल्नुभन्दा अगाडि राष्ट्रपतिजीलाई पनि भनेको थिएँ। कहाँ दुलोमा लुकेर ममा त गर्नु पर्यो नि। तपाईँलाई आरोप चाहिँ के लाग्यो भने जति बेला र जुन समय तपाईँले दल छोड्नका लागि चयन गर्नुभयो त्यो चाहिँ गलत भयो। पार्टी इतिहासको सबभन्दा सङ्कटमा रहेको बेलामा तपाईँले पार्टी छोड्नुभयो। तपाईँ साँच्चै अवसरवादी हो। पार्टीको मात्रै होइन, कुनै पार्टीको पनि निर्णय गरेर योजनाबद्ध रूपमा कुनै घुसपट भएको भन्ने मलाई लाग्दैन। निर्णय गरेर नारायणकाजीको घर चलाउन जाम कसले भन्छ? रिफर्म गर्नको लागि त्यति बेला पनि मैले रविजीलाई हाम्रो पार्टी एकदम यथास्थितिमा गयो, यसलाई एउटा धक्का दिउँ र चलायमान बनाऊ होइन भनेर उहाँ निस्किँदाखेरि दिएको राजीनामा पत्र ठ्याक्कै उहाँ अरेस्ट हुँदाखेरि सार्वजनिक गरियो, जुन म त सकमा परे। तपाईँले नै आफ्नो राजीनामा चाहिँ पछि थाहा पाएको हो। नयाँ परिस्थितिमा उहाँले पनि सार्वजनिक रूपमा पनि भन्नुभएको छ, हाम्रो पार्टीमा नेतृत्व हस्तान्तरणको पनि बहस अब सुरुवात भयो, एउटा विधि मिलाएर म त्यो पनि गर्छु भन्नुभएको छ। माओवादी सच्चिन्छ? सच्चिनु पर्छ। कुकुरको पुच्छर सोझो हुन्छ। कुकुरको पुच्छर 12 वर्षसम्म पनि ढुङ्ग्रोमा राख्दा सिधा हुँदैन भनेर भन्थे, आज छर्लङ्ग भयो। विगतका जो गल्तीहरू छन्, अहिले तपाईँले भन्नु सम्पत्ति शुद्धिकरण चाहिँ उहाँलाई नलगाएको भए हुन्थ्यो, तर सहकारीको मुद्दाबाट उहाँले क्लिन चिट पाउनु या उहाँलाई अदालतले उन्मुक्ति दिनु एकदम ठुलो कुरा हुन्थ्यो र राम्रो पनि हुन्थ्यो जो भनिरहनु भएको छ। आज त्यसो भन्ने सुमना श्रेष्ठ हिजो पोखराको चौतारोमा गएर चाहिँ किन भाषण गरे अदालतको विरुद्ध? दूत भागभण्डामा तिमीले भनेको माननीय छोडिदिए पनि हुन्थ्यो वा एमसीसी कुरा छोडिदिए पनि हुन्थ्यो भनेर जनताले भन्नुलाई मैले प्रश्न गर्न हो भने अस्वाभाविक मान्दिनँ। व्यक्ति नारायण काजीलाई ऊ मन्त्री हुँदा तर समग्रमा मान्छेहरूले जहिले अप्रिसिएट गर्छन् क्या। तर तपाईँ जुन ठाउँमा बस्नुहुन्छ नि, तपाईँ डुङडुङती गनाउनु डिस्क्राइब गर्दाखेरि कि त करेक्सनको बाटोमा जानु पर्यो होइन। जुन अभियानलाई जो मान्छेले जुन पनि तरिकाले डिस्क्राइब गर्छ, यदि त्यो नरेटिभ कन्ट्रोल गर्न सकिन्न, त्यो नरेटिभै त्यसरी जाऊ भनेपछि त्यसमा चाहिँ नि मेरो क्लियर विमति हो। सुमना श्रेष्ठ को मलाई थाहा छ, तर म यो प्रश्न सोध्छु, रवि लामिछाने नभइदिएको भए, रासोपा नभइदिएको भए, समानुपातिकबाट सांसद र मन्त्री नबनाइदिए भए तिम्रो हैसियत के? यो बहुरूपिया हुने हाम्रो स्ट्यान्ड हो नि। हाम्रो महाधिवेशनले चाहिँ पारित गर्यो एमसीसी नगर्ने भनेर, सेन्ट्रल कमिटी पारित गर्यो एमसीसी नगर्ने। तर संसदमा चाहिँ किन गरे हो त? मैले फेरि भने हाम्रो भविष्यले गरेको विद्रोह हो। त्योभन्दा अगाडि म रासोपाकै कुरा गरिरहेको छु। तपाईँलाई दुईटा चिज त म भन्छु नि। त्यसो हुँदा यतिको इच्छा शक्ति भएको सुमनाले के कारणले त्यो रासोपामा भएको व्यथिति सुधार्न सक्नु भएन र व्यथिति सुधार्न नसकेर भाग्ने तपाईँ भगौडा हो, तपाईँ हुतियारा हो। एकदम स्वच्छ हरू भनेर तपाईँले सबैलाई भन्नुभयो भने त म त्यसकै विरोध गरिरहेको छु। म कसरी हो भन्छु होइन, तर म राष्ट्रियताको मामलामा कहिले सोध्नु भएको छ? सोध्नुहोस् न। पेरिस डाँडामा तपाईँ जाँदा तपाईँ कसैले दिएको गाडी चढेर जानुहुन्छ, तपाईँ त कहिले काहीँ टेम्पो पनि चढ्नुहुन्छ। तर तपाईँको पार्टी कार्यालयमा जाँदा गाडी पार्किङ गर्ने ठाउँमा हुँदैन। त्यो गाडी कहाँबाट आयो कहिले सोध्नु भएको छ? पार्टीलाई चाहिँ गाली नगरिदिनु होला। पार्टी चाहिँ नि एकदमै यस्तो कुरा हुँदैन हजुर।
नेतृत्व चाहिँ परिवर्तन गर्नको लागि मैले च्यालेन्ज चाहिँ गरेको। नेतृत्व तपाईँ स्टेप डाउन गरिदिनुहोस्, नेतृत्वले लिएको डिरेक्सन भएन। Who are you? Who are you? जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल या वर्षमान पुन, यिनीहरू चाहिँ कुनै न कुनै रूपमा फेलहरू हुन्। यो जेनजी पुस्ताको आन्दोलनले कम्तीमा पनि माओवादीबाट यिनलाई चाहिँ मिल्काउन पर्छ भने होला, मिल्किने हो। रवि लामिछानेले ल्याएको 11 लाख समथिङ हजार भोट र रवि लामिछानेले बनाएको पार्टीमा रवि लामिछानेलाई छोड भन्ने तिमी को? नेताले आवाज उठाए, उहाँलाई कसरी व्यवहार बेन्दा गर्यो? पाण्डे, उषा किरण, उहाँ दुईजनालाई कसरी व्यवहार कारवाही नै गरियो नि। राइट। त्यो त केपी ओली पारा हो नि त। त्यही केपी ओली पारा राष्ट्रसभा त एक्सेप्टेबल हुँदैन, हुन्न। यो एउटा दृष्टान्त पनि हो हैन। र तर त्यही डोनेसन गरेको त्यो डोनेसन गणितको विद्यार्थीको उत्तर भएन यो। आलिशान महल अहिले त देखिएको भौतिक सम्पत्ति मात्रै हो, केहीको नगदै देखियो। कसरी कमाइ हुन्छ? तपाईको पनि घर रहेछ, पोलिएछ होइन? अघि तपाईँले भन्नुभएको थियो मेरो घर छैन भने, कुरो सत्य हो, मेरो घर होइन होइन। तपाईँलाई भन्न सजिलो होस् भनेर मैले सोधेँ। मेरो घर छैन, मेरो घर मात्रै होइन, यो नेपालभरि नै मेरो घडेरी पनि छैन, घर पनि छैन भने मैले अरूको नाममा राख्नु भएको छ। त कारवाही पर्नु हो सुनकाण्डमा होइन, मेरै पालामा हो नि त। केहीले त जोगाइयो, जोगाएको छैन। कसै प्रमाणले फेला परेको कसैलाई नजोगाउने मेरो दृढता हो। म इतिहासको संविधान दिवसको दिन संविधान जोगाउनु भन्दै हिँडिरहनु भएको थियो एकजना, त 138 चोटि फोन गर्ने त भन्ने कुरासँग यो कुरा भन्छु। प्रयत्न गरियो हैन, प्रयत्न गर्दा गर्दै कतिपय रोकावट आयो, अवरोध आयो। प्रश्न यस्तो उठ्छ, जति गुणात्मक निर्णायक हस्तक्षेप गर्नु धेरै चिज थियो, भने मानौँ यति धेरै चिज थियो, तिमी साँच्चै नै यति धेरै प्रयास गरिरहेको थियौ भने आज जब तीन बल्ड्याङ खाएर ठुलो गरामा पछारिएपछि बल्ल यो कुरा भनिरहेका छौ, त्यति बेला चाहिँ तिमीलाई त्यो झन्डा र डन्डा किन प्यारो भएको थियो? सामाजिक सञ्जाल मार्फत उहाँको बोली त कस्तो छ मैले पछिल्लो दिन सुनेको छैन होइन। उहाँले नै संसद विघटन बिना सहमति हुन सक्दैन भने हो, तर उहाँले प्रधानमन्त्री बन्ने बेलामा चाहिँ पिठ्यू फर्काएर भाग्नुभयो भन्छन्। यो भित्रको यथार्थ चाहिँ के थियो? त्यो त मलाई थाहा छैन, किनभने त्यो कन्भर्सेसन थाहा छैन कि भन्नु न। मन्त्री फेरि एउटा पार्टीको सभापति पनि, तीनजनाकै बैठक भयो, मैले त्यहाँ पनि यो कुरा दोहोऱ्याएँ। यो पुस 10 पछिको सरकारको कुरा हो। त्यस पछाडि चाहिँ मैले उहाँहरूले मान्नु भएन, त्यसपछि मैले रविजीले पनि मान्नु भएन। रविजीलाई मैले भन्न पर्यो, तपाईँ त अलि नयाँ केही नयाँ गर्नु आउनु भने के भएको? यथास्थितिवादी प्रवृत्ति भन्दा पटक्कै नयाँ किन नगर्नु तयार नहुने? तपाईँलाई पनि भाग चाहिने? तत्कालीन युद्धरत माओवादीलाई एकै ठाउँमा ल्याउनका लागि भूमिका खेल्नुभयो, पछाडि त्यही माओवादीसँग शान्तिपूर्ण राजनीतिमा सँगै हिँड्नुभयो, पदमा पुग्नुभयो, प्रतिष्ठा प्राप्त गर्नुभयो। अब भन्नुहोस्, यो अहिले तपाईँले जति व्यथिति भयो, विकृति भयो भन्नुभएको छ नि, त्यसमा तपाईँको हिस्सेदारी कति? गजब बेइज्जती है। अर्को जो फागुन 21 गतेसम्म 18 वर्ष पुग्छन्, बालिक मताधिकार प्रयोग गर्न पाउँछन्, आन्दोलन उनले गर्ने, क्रान्ति उनले गर्ने, भोट उनले हाल्न नपाउने भयो भने त्यो न्याय हुँदैन। एक्ज्याक्टली। त्यसको लागि सरकारले अध्यादेश ल्याओस्, ल्याउँछ भन्नुहोस् न। ज्ञानहरू प्राप्त गर्न सकिन्छ, ती चिजहरू हेर्नुहोस्। जापान कसरी 1945 पछाडि उठ्यो त्यो पनि पढ्नुहोस्। युगोस्लोभिया विश्वको नक्साबाट कसरी हट्यो त्यो पनि पढ्नुहोस्। सिक्किम कसरी भारतमा विलय भयो त्यो पनि पढ्नुहोस्। हामी कहाँ सेप्टेम्बर 8 को क्रान्ति किन भयो त्यो पनि पढ्नुहोस्। कोही पनि मान्छे जन्ममै गर्भमै पढेर सिकेर आउँदैन नि।